30 वर्षको भुस्तिग्रे भइसकिस्। अब त गाउँै पो गनाउन लागिसक्यो। अब त बिहे गर्नुपर्छ भनेर बाले हिजो भोलि केटी हेर्न जाने कुरा गर्नुभयो। हिजो बेलुकी अबेरसम्म अगेनाको छेउमा बसेर छोरा त अलि लजाउँछस्, लजालु स्वभावको छस्, भोलि केटी हेर्न जाँदैछौँ, केटीका अगाडि पनि लजाउलास् नि, भयभरको खोलेर कुरा गर्नुपर्छ भन्नुभयो। होला तानी भने मैले पनि, र केटीका अगाडि आफ्नो भयभरको सबै कपडा खोलेर कुरा गर्न मात्र के आँटेको थिएँ। मेरा त हातखुट्टै भाँचिने गरी कुटे नि हिजो। न केटी दिए न मेरो गरी खाने शरीर सग्लो बनाइदिए। मेरो के गल्ती थियो र?